क्रियाकलाप अन्तर्गतको एक दिने शैक्षिक भ्रमणको लागि हामी साली नदीको परिसरमा छौँ। यो साली नदी चाहिँ यो ऐतिहासिक हिसाबले यो चाहिँ स्वस्तानी कथामा आधारित चाहिँ स्वस्तानी किताबमा वर्णन गरिएको लावण्य देश पनि भनिन्छ यसलाई। यो पुरानो सहर साँखु, काठमाडौँको पनि पुरानो सहर साँखु रहेको र साँखुकोमा अवस्थित साली नदीको पवित्र देवस्थलमा हामी आइपुगेका छौँ। हामी कक्षा 7 A, B, C र D गरी कम्तीमा 150-54जना विद्यार्थी र 7 जनाको शिक्षक समूह यहाँ आएका छौँ। यहाँको अतिरिक्त हामी हेमाको लगायत यो साली नदी परिसरलाई अवलोकन गरेर हामी वज्रयोगिनी मन्दिरतर्फ लाग्छौँ। वज्रयोगिनीको मन्दिरको पनि एउटा छुट्टै ऐतिहासिक महत्त्व रहेको छ। यहाँ चाहिँ राजाहरू पहिलादेखि नै यहाँ आएर चाहिँ उनीहरूको कुलदेवताको रूपमा पूजा गर्ने र राजा वीरेन्द्रसम्म पनि दसैँमा चाहिँ यहाँ वज्रयोगिनी दर्शन गर्न आएको कुराहरू हामीले देखेका र सुनेका छौँ। र यसको यो आफै बनाइएको भन्दा पनि आफै उत्पत्ति भएको मन्दिरको रूपमा वज्रयोगिनी रहेको छ र शक्तिपीठमध्ये वज्रयोगिनीलाई पनि एउटा साक्षात् देवीको रूपमा मानिन्छ। र त्यो बाहेक हामी त्यसको साथसाथै जर्सिङ पावर जहाँबाट चाहिँ मनोरम हाम्रो उत्तरी भेगमा रहेका हिमाली श्रृङ्खलाहरूको अवलोकनको लागि हामी जर्सिङ पावर जान्छौँ र जर्सिङ पावरमा केही समय मनोरञ्जन लिएर ताजा नास्ता पछाडि हामी आफ्नो विद्यालय फर्किन्छौँ।